नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई वाइमेक्स सोल्युसन प्रोमा। आज हामी यो भिडियो अन्तर्गत कुरा गर्नेछौँ कसरी अनलाइन माध्यमबाट भोटर लिस्टमा आफ्नो नामावली चेक गर्ने छ कि छैन। यदि छैन भने अनलाइन माध्यमबाट कसरी हामी आफ्नो नाम दर्ता गर्ने, यो भिडियोमा तपाईँले सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ कि कसरी चेक गर्ने र कसरी अनलाइन माध्यमबाट फिलअप गर्ने भोटर आइडी। त्यसको लागि म आफ्नो ल्यापटपको स्क्रिन सेयर गर्न गइरहेको छु तपाईँहरूसँग कि कसरी हुन्छ भनेर। ओके, आइसके म आफ्नो डेस्कटपको कम्प्युटरको स्क्रिनमा। यहाँ तपाईँ इलेक्सन नेपाल लेख्नुहुन्छ भने तपाईँको डेस्कटपमा स्क्रिनमा यस्तो आउँछ। अनि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ इलेक्सन कमिसन नेपाल भनेर। यहाँ तपाईँ क्लिक गर्नुहोला। अनि यहाँ तपाईँ क्लिक गर्नुहुन्छ भने यहाँ केही नोटिस आएछ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को प्रयोगको लागि राष्ट्रिय संसदबाट निवेदन गरिएको सूचना। यो पढ्दा पनि हुन्छ नपढ्दा पनि हुन्छ, तपाईँ यहाँबाट काट्नु होला। अनि काटेर अलिक तल स्क्रोल गर्नुहुन्छ भने यहाँ तपाईँ हेर्न सक्नुहुन्छ भोटर रोल र यहाँ छ भोटर प्री रजिस्ट्रेसन सिस्टम भनेर। पहिला हामी चेक गर्ने हाम्रो यहाँ भोटर लिस्टमा नाम छ कि छैन। यदि त्यसको लागि त्यहाँ क्लिक गर्नु होला। अनि तपाईको स्क्रिनमा यस्तो आउँछ अन्तिम मतदाता नामावली भनेर। यहाँ तपाईँ आफ्नो प्रदेश लेख्नु होला। म जस्तै यहाँ दिँदैछु र यहाँ कुन जिल्लामा तपाईँ बस्नुहुन्छ त्यो र कुन गाउँपालिका या नगरपालिकामा बस्नुहुन्छ त्यो यहाँबाट चुज गर्नु होला। त्यसपश्चात तपाईँ यहाँ वडा नम्बर दिनु होला। कुन वडामा तपाईँ बस्नुहुन्छ त्यो वडा नम्बर दिनु होला र कुन तपाईको मतदाता केन्द्र छ, संस्थान छ, त्यसमा चुज गर्नु होला र सबमिट गर्नु होला। यहाँबाट यहाँ सबमिट गर्नुहुन्छ भने यहाँ तपाईको जिल्लाको सबै नामावली यहाँ हेराउँछ। यहाँबाट तपाईँ सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। यसो किसिमको आउँछ, तपाईँ यसो सर्च गरेर पनि हेर्नुहुन्छ। जस्तै म वडा नम्बर 8 मा हेर्न गइरहेको छु। म यहाँ क्लिक गरेँ, आफ्नो मतदाता केन्द्र चुन्नुहोस्। मैले क्लिक गरेँ, यहाँ यस्तो आउँछ। यहाँ तपाईँ नाम सर्च गरेर पनि हेर्न सक्नुहुन्छ र यहाँ हेर्न सक्नुहुन्छ अ आ इ गरेर भनेछ। तपाईको नामको पहिलो अक्षर जुन छ त्यसमा क्लिक गर्नुहुन्छ भने त्यो आउँछ। यस पश्चात तपाईले जस्तै म आफ्नो हेरे, यहाँ तपाईँ क्लिक गर्नुहुन्छ मतदाता भनेर। अनि यहाँ तपाईँ आफ्नो जन्म मिति दिनु होला। नेपालीमा जुन छ। अनि सबमिट आई एम नट अ रोबोटमा क्लिक गर्नु होला। त्यसपछि तपाईँ सबमिट गरिदिनु होला। सबमिट गर्नुहुन्छ भने तपाईको परिचय पत्र जुन छ मतदाताको परिचय पत्र त्यो तपाईँ मजाले यहाँबाट हेर्न सक्नुहुन्छ र प्रिन्ट पनि गर्न तपाईँलाई यहाँबाट यसरी क्लिक गर्नुहुन्छ भने प्रिन्ट गर्न मिल्छ तपाईँलाई। त्यसपश्चात अब तपाईँको नाम भोटर लिस्टमा छैन, तपाईँले भेट्नु भएन, तब यहाँ भोटर प्री रजिस्ट्रेसन सिलेक्सन नयाँ दर्तामा तपाईँ क्लिक गर्नु होला। अब कसरी हामी भोटर लिस्टमा हाम्रो नाम छैन भने कसरी अनलाइन माध्यमबाट आफ्नो नाम दर्ता गर्ने त्यो हेराउँदैछु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ नयाँ दर्ता भनेर। तपाईँ यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरेर तपाईँ आफ्नो मोबाइल नम्बर दिनु होला। भने तपाईँको मोबाइलमा एउटा ओटिपी जान्छ। त्यो ओटिपी तपाईँ यहाँ राख्नु होला। त्यो राखेपछि स्क्रिनमा यस्तो आउँछ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ नयाँ दर्ता भनेर। यहाँ तपाईँ नयाँ दर्ता गर्नु होला र तल गरेर यहाँ तपाईँ हेर्न सक्नुहुन्छ हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन, यसमा क्लिक गर्नु होला र
सुरु गर्नुहोस्। यहाँ तपाईँ आफ्नो प्रदेश चुज गर्नुहोला, कुन प्रदेशमा हुनुहुन्छ, कुन जिल्लामा बस्नुहुन्छ, त्यसपछि तपाईँ कुन गाउँपालिकामा बस्नुहुन्छ, त्यसपछि वडा नम्बर दिनुहोला, त्यसपछि मतदान केन्द्र दिनुहोला, त्यसपछि तपाईँ अगाडि गर्नुहोला। यहाँ तपाईँ आफ्नो सम्पूर्ण विवरण दिनुहोला। फिलअप गरेपछि तपाईँ नेक्स्ट गर्नुहोला। अनि यहाँ तपाईँ आफ्नो जन्ममिति, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र नम्बर र नागरिकता जारी मिति र नागरिकताको किसिम, नागरिकता जारी मिति सबै यहाँ दिनुहोला। अनि स्थानीय ठेगाना सबै दिएर आफ्नो नागरिकताको फोटो को अगाडि र पछाडिको सबै फोटो यहाँ अपलोड गर्नुहोला। भयो? होइन, त्यसपछि अगाडि गर्नुहोला। मातृभाषा, यहाँ तपाईँ आफ्नो भाषा चुज गर्नुहोला, कुन भाषा तपाईँ प्रयोग गर्नुहुन्छ। पछि तपाईँ अर्को गर्नुहोला। त्यसपछि तपाईँ मध्य प्रदेश जिल्ला सिराहा निर्वाचन आयोग र मिति चुज गर्नुहोला, नगरे पनि हुन्छ। यहाँ यो चुज गरेर अर्को गर्नुहोला, फेरि तपाईँ अर्को गर्नुहोला। यहाँ तपाईँको सबै विवरण ठिक छ भने दर्ता गर्नुहोस् भनेर गर्नुहोला। तपाईँको दर्ता भइसक्यो, ओके गर्नुहोला। यो दर्ता नम्बर तपाईँको भयो अनि ओके गर्नुहोला। तपाईँको यो फर्म लिएर जानुहोला र त्यहाँ तपाईँ आफ्नो त्यो के भन्छ फर्म बुझाउनु होला। सबै तपाईँको मतदाता नम्बर सबै कुरा दिनुपर्छ। तपाईँलाई एकचोटि जानै पर्छ।